बढेर फेरि फुट्छ नि बाटो हेर्दैन बर्थडेको घर गएर हामी फर्किँदैछौँ। हेर्नुहोस् कति राम्रो फुलहरू छ। घर पनि फुलहरू कति धेरै छन् हेर्न सक्नुहुन्छ। त्यहाँ माथि पनि केकको फुलको रुख जस्तै छ। कति राम्रो हरियो छ। केकको बारीहरू छ। फुलहरू छ। हामी चाहिँ हिँड्दै जाँदैछौँ। अनि खै कुन खालको किरा कराउँदैछ। त्यहाँ माथि पनि थियो अर्को माथि पनि थियो। अनि हाम्रो बर्थडेको घरमा पनि थियो। खै कुन खालको किरा कराएको होला भन्नु होला। पनि छ धेरै फुलहरू फलेको। मोमो के हो त्यो? कसको दुध? होला कसको त्यो झरिरहेको थियो। त्यो झुन्डिरहेछ खै के झुन्डिरहेछ के कस्तो भिड रहेछ नि। श्री शिक्षा ज्योति आवासीय विद्यालय धरानचार बसन्त टाप सुनसरी जाने बाटो यहाँ पनि यता क्षेत्रभित्र फोहोर मैला भरेको पशु पक्षी तथा सिसाजन्य पदार्थ फ्याँक्न सक्छ मनाही छ। खैरेनी टारहरू के चाहिँ खैरेनी टार बसन्त टार खैरेनी टार कति राम्रो रहेछ हौ खैरेनी टार पनि। तर के गर्नु यहाँ थोरै फोहोरहरू रहेछ। बसन्त टार मलाई यो ठाउँमा फोहोरहरू थोरै देखिरहेको छ होइन। अनि म नि कसलाई बोलाउन चाहन्छु भने अर्को सम्पाङ। वाउ कति राम्रो ठाउँहरू। 5 seats. Did you go? फल्दै रहेछ केराको बोट रहेछ अनि केरा फल्दै रहेछ। यहाँ पनि त्यस्तै छ। कहाँ गएको मम्मी?
म तपाईँ त नै जान आँट्नु भएको थियो त उता साइडमा सानो दोकान खुलेको छ खानेकुरा किन्नु सानो घर सानो दोकान रहेछ फुलहरू कति धेरै रहेछ हेर्न सक्नुहुन्छ यो भ्यू कति राम्रो छ स्कुटी आउँदैछ मम्मी त होइन उतो बनाएको होला स्ट्याचुहरू बनाउन खोजेको क्या पहिला नै जमानाको त्यस्तो पहिलाको जमानाले त ढुङ्गाले बनाएको थिएन होइन कुदहरू नहुँदा ए म चाहिँ माथि गएको थिएँ कि खाना खाएर दिदीको हजुर अनि दिदी त देखि फर्क माथि आउनुहुन्छ हामी यता आइरहन्छौँ अनि दिदीहरू भेनाहरू घरमा छ भेना त शान्तिपत्रमा काम गर्नुहुन्छ अरे दिदी त घरमै ल ल बहिनी ढुङ्गे कला पार्क आफूले आफैलाई खोज्ने सृजना कला क्याम्प ऊ हेर्न त ढुङ्गाको मैले थोरै ढुङ्गाको मूर्ति कस्तो खतरा बनाउँछ भनेको यो पो नि कति राम्रो फ्लावर रोज गुलाबी गुलाबी साडी कस्तो को बस्छ न उता बिस्कुटको लुगा जस्तो छ त हाम्रो साथीहरू नि यहाँ टाढो पनि पो बस्दो रहेछ नि त्यही भएर बसमा आउँदै रहेछ ओ त्यो सिमीको घर हो मेरो साथीको घर हो यो सिमिनाको मैले ब्याग देखिरहेको छु अनि मैले उसको लुगा पनि देखिरहेको छु सुकाएको अनि उनीहरू बसमा आउँछ नि त त्यही भएर त्यहाँ बस्दो रहेछ अनि उसको भाइ पनि त्यही थियो मैले उसको बाबा पनि भन्नाले अरे दोकान रहेछ नि त उनीहरूको टाढो बस्दो रहेछ मेरो साथी त काठेपुरदेखि अलिक माथि यो के अरे के थियो अरे त्यो उता बसन्त टार होइन बसन्त टार त हो बसन्त टार त पेटामा बसेको त सैलेटमा स्मृति भगवान गङ्गा पानीमा बस्ने म त भगवान नै थाहा छैन
कसको व्रत त्यसै युट्युबमाहरू बसेको ठाउँमा के भन्छ हौ नाम के हो भन्नु न हो हौ साइली तुम्हाहरू बसेको घरमा हो खैरेनी टार खैरेनी टार के लेखेको छ खैरेनी टारमा बस्दो रहेछ राम प्रसाद राई फाउन्डेसन यो पार्क खुलेको छ खैरेनी टार हेर्नु न पार्कमा जाँदा हुन्थ्यो मान्छेहरू छन् जाउँ न पार्क खुल्लाइसक्यो जाउन मन लाग्यो कति मजा आउँदैन मलाई जानु मन लागिरहेछ क्या मम्मी एक्सर्साइज त गर्नुपर्छ नि खाएपछि वडा कार्यालय जानेर मम्मी कराउँछन् अन्य त बच्चाहरू खेल्छ नि त ए फुलहरू चाहिँ चुराउनु हुँदैन सब यस्तो गर्नु म खेल्दै गर्छु के चाहिँ खेल्ने यो खेल्ने बच्चाले खेल्ने नै होइन एक्सर्साइज गर्ने बच्चा होइन नगर है बुङ हुन्छ भन्देऊ न नगर न बुङ हुन्छ नि आइया हुन्छ नगर पुग्छ होइन आइज कान्छी अहिले त्यसो चकचक गर्नु हुँदैन पारी देखाउँदै कति राम्रो ठाउँ के चाहिँ खेल्ने यो त खेल्ने ठाउँ होइन त घुम्ने ठाउँ मात्रै हो ल सुसु आएर अब भाइको अनि समस्या लु एक मिनट पनि भएको थिएन खैरेनी टार यो 4 नम्बर हो कति राम्रो थियो के गरेको होला दुख पाटेको के हो रुख काटेको रहेछ रुख काट्दैछन् यति राम्रो रुखलाई किन काटेको होला भ्यू पनि कति मजा आइरहेछ कति राम्रो
नाम काने जस्तै छ माछाको होइन खैनी टार होइन खैनी टार किन रातो र सेतो लगाएको रुखमा अनि त्यो माथि किन 3 4 5 लेखिरहेको छ हो किन कति टाइम लाग्छ थुप्रो लाग्यो अब बन्द गर्दा अब